मिराज भाइ सन्चै छ होला तिम्रो भिडियो हेरेर त सन्चै लाग्छ चिने होला धेरैचोटि भेट भएको छ धेरैचोटि भेट हुँदा मैले तिमीलाई गर्ने प्रश्न भनेको भाइ अब चाहिँ दुलोमा नलुक है मैले तिमीलाई गर्ने प्रश्न यही थियो हस दिदी भन्थ्यो हैन तिमीसँग कति कुरा चित्त बुझ्या त थिएन तर सुदन दाईको कुराले म चुप्लाएर बसेको थिएँ मैले तिम्रो पोल खोल्नलाई जमानादेखि खोजिरहेको थिएँ तिम्रो कस्तो मान्छे तिमीले गर्ने अगाडि देखाउने दाँत र खाने दाँत सबै कुरा थियो मसँग तिम्रो त्यो क्रेज थियो नि जनतामा हो त्यो क्रेज हुँदा मैले भन्न खोजेको थिएँ तर सुदन दाईले होइन बहिनी ऊ पनि जेन्जी हो जे भने कुरा राम्रै गर्छ केटोले अनि भइहाल्यो हामी मिलेर जाउँला हामी कुरा राखौँला भनेर सुदन दाईको कुरा काट्न नसकेर मैले गरे किन सुदन दाईको कुरा काट्न नसकेर आज म खुल्ला भन्छु ल किनभने हाम्रो भाइहरूको मलामीमा आएका थिए दुई थोपा आँसु बगाएका थिए त्यसपछि खुट्टा धोगेर पानी खाएका थिए हैन तपाईहरु स्टन्टबाजी भन्नु कि जे भन्नु गर्न गरेका थिए भाइ तिमी कहाँ थियौ हाम्रो भाइहरू पुङलुङ ढल्दाखेरि मेरो आन्दोलन भन्छौ नि तिमी कहाँ थियौ भाइ त्यो आन्दोलनमा तिमी कहाँ थियौ मलाई त्यति प्रश्नको उत्तर देऊ तिमीले अहिले अडियो रिलिज गरिरहेछौ नि जनतालाई म्यानिपुलेट गर्नलाई भोट हाल्नु अगाडि यो सुन्दिनु भाइ जब तिमी त्यो आन्दोलनमा गएकै थिएन तिमीले कसरी बुझ्यौ त्यत्रो युवाहरू 20-25 जना 20-25,000 30,000 जना युवाहरू गएका थिए जेन्जीको समूह नभएको मान्छेहरू पनि गएका थिए समर्थन गर्नलाई तिमी कहाँ थियौ भाइ तिमी दुलोमा लुकेर बसिरहेको थियौ मेरो ज्यानलाई थ्रेट छ भन्दै बिजनेस गरिरहेको थियौ